फाइनली अब चाहिँ म दार्जिलिङतर्फ फर्किनु लागेको है, रेडी भइसकेँ। केही क्षण चाहिँ यहाँतिर यसो बगरतिर यसो घुमिराखौँ भनेर जाँदैछु। एकदम रमाइलो जग्गा छ यहाँ। यो चाहिँ पार्ता के भन्नु है, यहाँ चाहिँ एकदम रमाइलो लाग्छ। अन्त अर्को कुरो चाहिँ विशेष के छ भन्दाखेरि यहाँको खोला, यहाँको पानी एकदमै राम्रो छ। त्यसले गर्दा एकपल्ट यसो घुमिरहेको छु। अब फेरि महिना दिन वर्षा दिनतिर मात्रै आयो हुन्छ है, हतपत त झरिँदैन, कामले गर्दा भ्याइँदैन। र पनि आज चाहिँ फेरि वान्स मोर भनेको जस्तो एकपल्ट फेरि यसो खोलातिर झर्दैछु नि, रमाइलो लाग्छ हौ। गाउँ बस्तीमा हुर्केको मान्छे कि खोला नालाहरू एकदमै मनपर्छ मलाई होइन। के छ बाटो चाहिँ यहाँको अब घाम लागिसक्यो भनौँ न, एकदम मजा आउँछ। जे होस् यहाँको नजाराहरू यस्तै छ नि त, त्यसले गर्दा चाहिँ मलाई मजा लागेको क्या। मजा लाग्दो जग्गा छ। यस्तोमा बसिरहनु मजा लाग्छ नि। बर्खामा त अम्मुई बस्नु हुँदैन हौ। 4 अक्टोबरतिर त यहाँबाट भागिहाल्नु छ। फेरि माथितिर खराबी हुन्छ, यहाँ झन् खराबी हुन्छ। त्यसले गर्दाखेरि पानी खोलाहरू चाहिँ मनपर्छ नि त हामीलाई एकदमै होइन। त्यसले गर्दाखेरि यसो हेर्न आएको। सामान मजाले गइरहेको छ होइन। गएर चाहिँ सुकाल। आज त मैले पुल दिन उतापट्टि चाहिँ माछा पाएँ, देखेँ होइन। यहाँतिर चाहिँ साह्रै देखिनँ, तर पुल दिन उतापट्टि माछा देखेँ, पाएँ। ड्याममा थियो त्यो पुल त अब भएन होइन, बिहान पाखाखेरि हो। अन्त अब चाहिँ यसरी एकछिन बगर सगर घुमेर चिया नास्ता गरेर चाहिँ हामी चाहिँ फर्केर हो दार्जिलिङतिर। त्यस्तो छ, रमाइलो छ, मजा लाग्छ। यहाँतिर त्यति मजा छ, सफा पानी हाम्रो त के भन्छ राङमान खोलाबाट हो यो। अहिले चाहिँ पछि त अब यो बगर हेरेर जान्छ ल। सम्पूर्णलाई पुर्की सलाम।